म्याडम नमस्कार। हजुरलाई के समस्या थियो नि? मेरो ढाडको समस्या थियो। ढाडको मात्रै? हजुर, ढाडको अनि मलाई रुमेटिजम थियो पहिलादेखि नै। कति समयदेखि थियो? मेरो रुमेटिजम त धेरै वर्ष भयो, ढाडको प्रब्लम भएको त 2012 देखि हो। 2012 भनेपछि 13 वर्ष पुरानो। हजुर, अहिले कस्तो छ नि हजुरलाई? अहिले अब यो धेरै अस्तितिर अलिक कम्ती भएको थियो, फेरि बिचमा अलिक दुख्दैछ। अह, अब गर्दैछु कम्ती त अहिले आराम महसुस भएको छ? धेरै नै। राम्रो कुरा। कति दिन आउनु पर्यो? हजुर त रेगुलर आइरहनु भयो? रेगुलर नै आइरहे तपाईँको। है? 3 दिनको थियो खासमा थेरापी। हजुर। जति दिन- आफ्नो इच्छाले हजुर आइरहनु भयो? हजुर, मैले आइरहे। राम्रो कुरा। लास्ट डे हो, लास्ट डेसम्म पनि आएँ। अब आजबाट छुट्टी भयो, घरमा गएर आफै गर्नु पर्यो है? कति दिन यहाँ नआउनु सक्दा त लगाएँ घरमा पनि। ओके ओके। अनि हामीले हजुरलाई सिकाएर पठाउँछौँ, त्यो अनुसार लगाइदिनुहोस्। कन्फ्युजन केही भयो भने हामीलाई सोध्नुहोस्, हामी हेल्प गरिदिन्छौँ। हजुरले यहाँ उपचार गर्ने विधि कस्तो मान्नुभयो? औषधिको प्रयोगहरू भएन केही? सबै चुम्बकबाटै हुँदो रहेछ है? मैले जुन अब मलाई सबभन्दा ठुलो प्रब्लम निन्दाको थियो त। त्यो निन्दाको खेलामा यहाँनिर जुन चाहिँ मार्करले लगाइदिनु भएको थियो, हजुर, त्यसले हजुर। गर्दा मलाई निन्दा पनि लाग्यो ओके, है। राम्रो कुरा। अनि त्यहाँबाट ल्याङ्ग्रोले गर्दाखेरि मैले अब जुन चाहिँ मेरो नर्भसको दबाईहरू खान्थेँ, त्यो खाएको छुइनँ। खाएको छैन, औषधिहरू रोकिया छ है? गरेको र पनि सन्चो भएको छ। हजुर। अनि पैसा खर्च भएको महसुस भयो कि धेरै पैसा लागेन? त्योभन्दा अगाडि त कति कति खर्च भएको थियो, हो है? त्यो अनुसारमा चाहिँ यो त केही पनि केही पनि होइन नि। हजुर। अरू बिरामीलाई के भन्न चाहनुहुन्छ? म यो बिमारीलाई यही भन्न चाहन्छु, यो चाहिँ सजल, कुनै साइड इफेक्टहरू पनि नभएको हो यो होइन। अन्त यति बेला आउँदाखेरि चाहिँ तपाईँहरूले यसको चाहिँ फाइदा उठाउनु भएको चाहिँ राम्रो, त्यही भन्छु। अरू पनि हाम्रो अब आज हाम्रो लास्ट डेट भयो। हाम्रो लोकेसन भनिदिनु न एकचोटि, हामी कहाँ छौँ अहिले? अहिले त हामी सुबेदार बस्ती खरसाङ। खरसाङमा। हजुर। ठिक छ ल। अब इन केस हजुरलाई अगाडि केही कन्फ्युजन भयो भने हामीलाई सोध्नु होला है? हुन्छ। हस्, थ्याङ्क यू म्याडम, थ्याङ्क यू।